उम्रिएन भने नि यति त उम्रिन पर्यो के परारको झै के अरे काउली लाएर उम्रिने छैन नि त्यस्तो आउनु पर्यो नाको ठाउँ बिर्सेको है नाको ठाउँ कहाँ हो भन्ने घरमा जमाएको हाम्रो जति जमा सबै उम्रे थियो के हामीले नमस्कार हाम्रो चाहिँ यो जनकल्याण आर्थिक हजुर आफैले भन्नु नमस्कार जनकल्याण सामुदायिक अध्ययन केन्द्र पोखरा 32 अम्बोटे कास्कीको आयोजनामा यो लेखनाथ विश्वकर्मा समाज पोखरा 32 सानाघारी कास्कीमा यो अहिले चाहिँ एउटा यसको आज दोस्रो दिन हो। हामी यो तालिम अन्तर्गत अहिले कृषि सञ्जाल कास्की पोखरा 32 का सहसंयोजक अर्जुन सुनारको खेतबारीमा यो भित्र रहेका समूहका सदस्यहरूद्वारा यो चाहिँ खुर्सानीको नर्सरी गर्न गइरहेका छौँ। हामी नर्सरी बिहार बनाउँदैछौँ। हामी यो अन्तर्गत अहिले चाहिँ सामूहिक रूपमा यहाँ खुर्सानीका बिउ रोप्दैछौँ। हामी स्थानीय खुर्सानी छ, यो खुर्सानी रोपेर हामी यहाँबाट बेर्ना उत्पादन गरेर यो समूहका सबै सदस्यहरूलाई वितरण गरेर आफ्नो घरमा तयारी गर्नेछौँ। र हाम्रो 2 दिने कार्यक्रमभित्र यहाँ चाहिँ हाम्रो अहिले यो बिचमा चाहिँ शिक्षा महाशाखा पोखरा महानगरपालिकाका अनौपचारिक शाखा प्रमुख कृष्ण प्रसाद भण्डारी सर पनि आएर गइसक्नु भएको छ। यस्तै हाम्रो चाहिँ म्याडम जेटिए म्याडम पनि यहाँ हुनुहुन्छ। हाम्रो चाहिँ अरू प्रशिक्षार्थी सहयोगीहरू यहाँ हुनुहुन्छ। हामी सबैका तर्फबाट यो कार्यक्रम आयोजना गरेर हामीले यहाँ केही तयारी गर्न खोजिरहेका छौँ। यही अन्तर्गत अहिले चाहिँ हामीले महिलाहरूलाई विपन्न वर्गका मान्छेहरूलाई आय आर्जन सम्बन्धी केही तालिम दियो भने उहाँहरूले सकेसम्म बिक्री गरेर आफूलाई पैसा कमाउने, नभए पनि घर आफूले उत्पादन गरेर खाने खालको एउटा चाहिँ उत्पादन होस् र उहाँहरूको स्वास्थ्य राम्रो रहोस् भन्ने कामना गर्दै हामीले यो खुर्सानी को बेर्ना जमाउने नर्सरी गरिरहेका छौँ। धन्यवाद। हस् त धन्यवाद। म यहाँ फेरि यहाँका हाम्रा प्रशिक्षकहरूलाई सबैलाई चाहिँ मैले भिडियो मार्फत देखाइराखेको छु र हामीले यहाँ भिडियो मार्फतै मैले चाहिँ मेरो बियाड पनि देखाउँदैछु। मैले सानो सानो सहयोगबाट नै मान्छेहरू अगाडि बढ्ने चाहिँ अवसर पाउँछ। कृषिमा क्रान्तिकारी ल्याउनुपर्छ भन्ने चाहिँ हाम्रो मान्यता हो। कृषिबाटै हाम्रो देश कृषिमा आधारित र चाहिँ कृषिबाट नै उब्जाउनुपर्छ भन्ने चाहिँ हाम्रो मनसाय हो। उहाँ हुनुहुन्छ हाम्रो जेटिए म्याडम। उहाँले चाहिँ 2 दिने तालिम चाहिँ दिइसक्नु भएको छ र आज हामीले अन्तिम दिन आज चाहिँ दोस्रो दिनमा हामीले यहाँ बियाड बनाएर बिउ बिजन कसरी जमाउने र कसरी उत्पादन दिने भन्ने कुरामा चाहिँ हामी तालिम लिइसकेर हामीले यहाँ बियाड तयार पार्दैछौँ। यी हात चाहिँ पौरखी हातहरू हुन्। केही गर्नुपर्छ भन्ने साथ हामी अगाडि बढिरहेका छौँ। यो भनेको एउटा कृषि क्रान्ति हो, पेटको क्रान्ति हो, देशको क्रान्ति हो। अब
बारीका गुणा भएको दुबोले के अरे चराहरू खुब गुणा भएको दुबोले भैँमा जाने बाटो हरियो हुन्थ्यो नि भन्छ तातो पानी त्यही भएर हो अब हजुरलाई खाँदा खाँदै त त्यसको स्वाद पनि हजुरले हराउने हो कि अब नयाँ मान्छे आउनु त बसाउँछ पहिला लसुन त महँगो बसाउँदैन अब हामीले डेली खाइन्छ त लसुन अनि बसाउँदैन दिनदिनै त्यही स्वादमा बसिराख्नु भने त्यही बसाउनु कुखुरा खाने मान्छेलाई बनाउँछ ब्याङ्कमा गर्ने कि हामीहरू पसिसक्यो लाइनमा गर्ने लाइनमा गर्ने लाइनमा राम्रो हुन्छ यहाँनिर अलिक भित्र पस्यो मिलाउनु पर्यो खै नर्सरी बिहार ड्याङको तयारी हुँदैछ त्यस्तो हुन्छ ल हेर्नुहोस् माटो जति चलायो जति मिलायो उति माटो राम्रो हुन्छ माटोले हामीलाई फसल दिन्छ उत्पादन दिन्छ एक थान पानी जम्ने एक थान डाँडो गराउने गर्नुहुन्न है फलाउँछ नि माटालाई हो सुन फलाउनु चाहिँ नि माटालाई हो वास्तवमा क्वेसन गर्ने होइन हाम्रो समाजमा के छ अनि एकजनाले कमाउने 10 जनाले खाने भएर पनि हामी अलिकति चाहिँ तल परेका हौँ त्यो हजुरले निरन टुडो तान्नु त चौगुणा मिलेन यता वहाँनिर आमा यता आइदिनु त अर्को परेको मेरो साडीले पनि तानेको छ है साडीले पनि दिलाउनु पर्छ हामीले बिउ छर्दा के गर्छन् नवल्दै साडीले धेरै फलै लैजान्छ गाडीले के बिर्माने अल्झायो साडीले धेरै फल्यो लैजान्छ गाडीले त नि ल नेताको नहाल्नु दिदी फलालाई के भन्नु अब यता हेर्नु है लाइन काट्नु पर्यो अब त्यो मसिनो गराउनु है यसमा यसरी हुन्छ हातले गर्नु एउटा बाँसले यसो तान्नु पार्नु गर्नु पर्यो होइन अनि फेरि यसरी आधा आधा काटेन सबभन्दा बेस्ट भनेको गहिरो भइसक्यो सर गहिरो धेरै भयो भने पनि बिउ तल पऱ्यो भने हुन्छ त्यो बिचमा तिखो हुनु पर्थ्यो त्यसको हातले उम्ठाले एकदम बेस्ट हुन्छ कि अड्कल्न सकिन्छ उम्ठाले ल अन्त ल ल गहिरो भयो सबैले उ हाल्नु त्यो उ भएर होला नि भनेपछि मैले लौरो मोटो भएर हराएर कहीँ खोज्न गएको हराएर खोज्न गएको त्यही माथि कुकुराएर नाचेको यहाँ डल्लाले गर्दा नि यहाँ घरि अलिक डल्ला रहेछ नाचिन्छ कि डल्ला खाने त भित्रभित्र मलका डल्ला माटो अनि झार रहेछ कि त्यहाँ झार डल्ला हजुरले जान्नुभयो हामीले बिउको ड्याङ कसरी गरियो भन्ने हेर्नु इच्छा र भन्नु कति कतिको फरकमा गरियो बिउ अब त्यो बिहाकाले खोसाल्ने हो बिउ यो नि त बिउ सर यो सिकाइदिनु मैले एक ठाउँमा राखेर देखाइदिन्छु अनि त्यसरी नै राख्नु है त्यो पालि अलिक गहिरो गहिरो हुनु लाग्यो चाहिन्छ अहिले यसो गरेपछि मिल्छ क्या
फेरि छोडेर हुन्छ र देखेपछि मिहिनेत गर्नु पनि पर्छ नि यसरी एक घन्टा त बोट बढ्ने गरी राख्नु पर्यो सबैले खसाल्नु पर्यो गुटल यता दिनु त हेर्नु भयो त यताबाट कोही यताबाट हाल्ने अहिलेपछि कलर जुन भन्थ्यो खुर्सानी सार्न तार्नु गरेदेखि त्यही पनि किन कलरमा आउनुहुन्छ भनेको न आँखाका परियो होइन न घर जोडिएका परियो होइन मेरो चाउको तातेको छ यसमा ख्याल गर माइ साखै देउरानी जेठानी हो अब बाडी दुईटा देउरानी जेठानी झगडा ल ल फोटो किन्ने बेला फोटो अब किसानी राम्रोसँग फलाएर खानु होला व्यवसाय गर्नु होला धेरै भएन अलिअलि म्याडम तपाईँको परिचय सहित उ गर्नु त ल यो मेरो परिचय मेरो जीवन नमस्कार भन्नुपर्ने हो त्यहाँ जानु नमस्कार म जीवन सुवेदी कृषि प्राविधिक पोखरा महानगरपालिका कृषि महाशाखाको एकछिन नबोलिदिनु होला है एकछिन है हाम्रो यहाँ पोखरा महानगरपालिका कृषि महाशाखा अन्तर्गत शिशुवा सेवा केन्द्रमा कार्यरत आज हामी यो समूहमा आएका छौँ हजुरको गाउँमा उहाँहरूलाई खुर्सानीको नर्सरी बिहार राख्न सिकाएका छौँ अब के भनौँ त्यसपछि सिद्धि मेरो हस् त धन्यवाद उहाँले आफ्नो परिचय दिनुभयो र तालिम पनि हामीलाई उपलब्ध गराएर यहाँका समुदायका व्यक्तिहरू र यहाँका बुद्धिजीवीहरू